हाम्रो यो यात्रा पाथिभराको रहेको छ। हामी काठमाडौँदेखि धरान हुँदै फिक्कल अनि ताप्लेजुङ पाथिभरामा पुगेका छौँ। भिडियो अलिकति लामो भएको भएर हजुरहरूले भिडियो हेरेर साथ सपोर्ट र माया देखाइदिनु होला। आजको हाम्रो यात्रा चाहिँ कहाँदेखि रे काठमाडौँदेखि अहिले कलङ्कीसम्मको छ। अनि के भन्नु त अनि काठमाडौँदेखि कलङ्की भन्थ्यौ, काठमाडौँदेखि कलङ्की हो र काठमाडौँदेखि कलङ्की भन्न मिल्दैन। हाम्रो एकजना म जस्तो ड्राइभर भेट्नलाई अलिक गाह्रै पर्छ हो। ट्याक्सीमा चाहिँ हाम्रो एकदम रमाइलो दाइ भेटिनु भएको छ। पढाइ चाहिँ जिरो हैन, एकदम रमाइलो दाइ भेटिनु भएको छ। उहाँको पढाइ चाहिँ जिरो हैन, पढाइ चाहिँ जिरो हैन। अब यो म्याप त डेन्जर हैन है, मैले फेरि टक्का टक्का यसो टिकेर पठाएको दाइ हैन। मेरो पछाडि बसेर म्याप हेर्ने तरिका सिक्दै छु हुनु न। त्यही त यो ट्राफिकले नि यस्तै हो के बसवालाले जति मान्छे हाले नि उसलाई सिट चाहिँदैन, बाहिर हाल्दा केही फरक पर्दैन, चिट काट्दैन। अरूले त बजाइदिन्छ त। यो उसमा बल्कुको त्यो बाहिर त हस्पिटलनिर छैन, त्यही जेब्रा क्रसिङमा चुई उडेको रह्यो एउटा आएमे होइन मोटरसाइकलले। ठ्याक्कै 1 मिनट कटेपछि ठ्याक्क होस आएको रे। ल कस्तो डेन्जर हाने होला त, उडेको रे मोटरसाइकल हान्दा। भाइरल भएको थियो नि भिडियो। खोइ त्यो चाहिँ थाहा छैन। जस मलाई पेसेन्जरले भनेको हाम्रो आफन्त पर्छ भनेर भयो नि। ट्याक्सी चढे मान्छेले, मान्छेमा खै के हो यो म त अचम्म। हाम्रो यात्रा कहाँ रे? कालीमाटीबाट काठमाडौँसम्म हैन? काठमाडौँदेखि कलङ्कीसम्मको। काठमाडौँबाट अब जे भन्न आयो त्यही भन्यो नि त। अब खुसीबाट कलङ्कीसम्म भन्नुपर्ने तपाईँहरूले। अब हाम्रो दाइले उहाँ सिकाउँदै हुनुहुन्छ नि त हामीलाई हैन। खुसीबाट दुखी भयो। हजुरको घर यता हाम्रो चन्द्रगिरीबाट जाँदा नजिक पर्ने दाजु? हजुर चन्द्रगिरीबाट नजिक माथातिर बाटोबाट चन्द्रगिरीको त अलि उता चितलाङ पुग्यो। त्यो एबिएफ एकाडेमी पछाडि पट्टि हैन त? हजुर एबिएफ एकाडेमी छ नि त्यहाँ एउटा, त्यसको पछाडिपट्टि बाटो जाँदा मेरो चाहिँ यो तपाईँको माथितिर जानु माथि बाटो छ है? माथातिर तपाईँ ठ्याक्कै मेरो घर छेउतिर पुग्छ। अनि त्यो बाटो एकदम राम्रो छ, 1 घन्टा पुग्छ नि। ठिकै छ। अब तपाईँको यहाँबाट त तपाईँको 40 मिनट त बाइकले पुऱ्याउँछ घरमा मजाले पुग्छ। 40 मिनट। हामी यता यो चितलाङको बाटो चाहिँ नाकको त उले रहेछ क्या खास। धरान यो चाहिँ हाम्रो हामी आयौँ। रोक्ने ठाउँमै छैन। हामी आयौँ अलिक तल मिलाएर गाडी ट्याक्सी छ यो यहाँ अगाडिको दिन न यता पानी गाडी हो अलि यतातिर टोली बिस्तारै झरसरी जान। चढ्नु न सबैले झोला बोकेर। आफ्नो आम झोला बोक। ल गाइस आफ्नो आफ्नो झोला बोक ल बोक। ल बाई 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 गरिदिनु। ल बाई हो दाइले बाई बाई गरिदिनु भयो। अब गाडी खोज्दै हिँडौँ ठ्याक्क। कस्तो भइरहेछ बल्ल यात्रा सुरु भइरह। अब 1+ पछाडि हो कि गाडी मिस्टेक भएर यहाँ उनीहरू छ। हाम्रो गाडी चाहिँ यो हो अहिले चाहिँ। कहाँ 4 भइहाल्छ नि। हामी ठिक छ अगाडि राखौँला साइडमा। होइन ठिक छ हामी साइडमै राख्छौँ, त्यहाँ सिटमै राखिहाल्छ नि। ल चढ्नु। 3 4 5 6 7 है। 3 4 एउटा त ल्याएँ मैले। ल ल ल हिँड। 3 4 मा त्यहाँ रविन्द्र होला।
तिमीहरू त्यही बस्छ साथ होइन त हाम्रो हाम्रो गाडी चाहिँ यहाँ त छोराखान ठाउँ नै छैन हामी सबैजना गाडीमा बसेपछि रातिकोमा एकदम डेन्जर मुभी मार्को मुभी फिल्म हेर्दै चाहिँ गाडीमा रमाइलो गर्दै बाहिर अलिअलि मौसम चाहिँ चिसो चिसो मौसम हल्का पानी परेको भएर मार्को फिल्म हेर्दै यात्रा चाहिँ राम्रोसँग गर्दै रमाइलो गर्दै हामी गइरहेको छौँ। फिल्मको मजा आइरह है ठिक छ यो भला भने भला हो त तेरो मुखमा दे हामी त छाप खाल गर्के त सुतिर होला रमाइलो भइरह बस्न यहाँ काली चिया खाले रमाइलो गर्दै अगाडि पनि खायो ओ केटी हो ओइ के खाइरहे रे बाजे चिया अब पेडा नखाएको त यहाँ चिया खाँदैछौँ सबै कसरी चाहिँ पेडा दिइरहेको बस्न एकदम रमाइलो हुँदै गइरहेको एक सुत्न चाहिँ पाइरहेको होइन अब 10 मिनेट आफू ल्याइदिएको नि 10 मिनेट पुग्छ रे अब बालै भएन चिया चाहिँ खानु पर्यो चिया खाएर निस्केपछि हामी अहिले चाहिँ कोशी ब्यारेक भन्ने ठाउँमा पुग्यौँ। म पनि पहिलोचोटि हो यसको नजारा हेर्दा चाहिँ एकदम रमाइलो लागिरहेको थियो। यति धेरै लामो पुल भनेर पहिलोचोटि हेरे भएर हामी हेरै भइसकेका थियौँ। हजुरहरू पनि हेर्नु रमाइलो हुनुहुन्छ। यदि जान मन छ भने हजुरहरू पनि आएर हेरिदिनु गइदिनु होइन होइन हाम्रो त यहाँ कोही बोल्नुहुन्न मजाले बाहिरको नजारा हेर्दै हिँड्नु भएको छ। गाडीको गीत र सङ्गीतले गर्दाखेरि बाहिरको नजारा पनि एकदम रमाइलो भइरहेको थियो। धेरै 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 नै राम्रो लाग्यो मलाई। गुड मर्निङ पलक टावरमा पुरा यहाँ हेलो गुड मर्निङ सुतिरा हो टोली सुतिरा हो तिमी रातभरि सुत्न नसकेर अहिले निद्राले मान्छे जुम भइरहेछ। हाम्रो यात्रा काठमाडौँदेखि सुरु भएको धरान आइपुग्यो। फेरि अर्को यात्रा यहाँबाट सुरु हुन्छ। अनि हाम्रो यसपछि हामी के गर्छौँ त रविन्द्र? अब हामी शौचालय जान्छौँ बसबाट। हो कहाँ जान्छौँ? हग लामै हग जानु रे ऊ चाहिँ पुरा निद्रा ठिक छ ल आफ्नो आफ्नो सामानहरू निकाल ल जाऊ। हग गरे हैन नि आज हैन हग गर्यो छैन ल हग गरे हैन गर नि त हग के छ र ल म जान्छु। चोल्या हामी चाहिँ यहाँबाट जानु लाग्यो
ब्यागहरू निकाल बडो हाँस उठिएको छ ल आऊ मेमोरी त गराउनु पर्छ ल आउनु है होइन 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 खै त रविन्द्रहरू झोला निकाल्यौ लाउरे झोला बोकेर हामी चाहिँ यो गाडीमा ल हाम्रो टोली चाहिँ दरान झरिसक्यो झोला बोकेर पुरा हामी चाहिँ कहाँबाट आयो भने सानो गाडी त गयो त तिमी आएको एकदम राम्रो गाडी धरान टु काठमाडौँ ठिक छ धरान हामी चाहिँ यता धरानमा खाजासाजा खाएर चाहिँ निस्किन लागिसक्यो सबैले आफ्नो आफ्नो ब्याग बोकिसक्यो हो दिपक दाइ हिसाब किताबमा हुनुहुन्छ यहाँ चाहिँ धरानमा छौँ प्रधान दाइ दिपक दाइ चाहिँ अलिक भर्खर भेट भयो म अब भोलि 2-4 दिनपछि युट्युबमै हेर्नु न है यसमा दिन्छु यहाँ जेरीले गरे ल टोली जाउँ जेरी क्या जाउँ ल जाउँ बोतल देखाउँ यहाँ सबैजना यहाँ बोतल देखाउने चक्करमा हजुर धरानको चोकमा गल्लीमा अङ्गुर खाए अङ्गुर त धेरै ठुल्ठुलो रहेछ बैनीहरू अङ्गुर लानु अङ्गुर त नलगाऊ फोटो चाहिँ खिच दिपदाईको ब्याग खै कुन चाहिँ हो ल हामी चाहिँ यहाँबाट अब कहाँ जाँदैछौँ रे दिपक दाइ कञ्चनजङ्घा पार्टी भएर जाँदैछौँ हाम्रो गाडी त्यहाँ छ त्यो झोला चाहिँ हो त्यसरी हाल्नु न यो गाडी चाहिँ हामी छौँ पर्दैन भाइ हामी चाहिँ यहाँ ठ्याक्क ब्यागहरूमा राखेर निस्किन लागिसक्यौँ होइन हजुर 12,000 छ मतलब क्यास उतै निकाल्न मिल्दैन यहाँ स्क्यान गर्दै होला नि त यहाँ स्क्यान गरिदिउँला नि त तपाईँहरूको के छ यसले वहीँसम्म आउँछ बुझ त्यहाँबाट हुँदैन हो होइन तिमीहरूलाई देखाउनु पऱ्यो नि त फेरि हेर्दैन त थुतु न को भने होइन के गरे होइन के कर्नेट वा भात खाएर गर्ने भनेर काम नलाइने हुन्छ भनेर त्यही भएर त हो नि त होइन त कपाल बिहाल्छ कपालहरू हामी अहिले धरानको यात्रामा छौँ धरानबाट ताप्लेजुङको यात्रामा छौँ ब्याग कता हो हाम्रो यहाँ 4 जनाको टोली ग्याङ छौँ अगाडि हामी धरानबाट गाडीमा लागिसक्यौँ पछाडि गर्न मिल्दैन अब हाम्रो पर्जन थापालाई यहाँ एकदम गाह्रो भइरहेछ यहाँ घोडाले अब भरेसम्ममा के हुन्छ अब उतैबाट हेलिकप्टर चार्टर गर्न पर्ने हो कि के हो त्यो थाहा छैन होइन अब यहाँ यतातिर हामी
प्याक छौँ 8 जना फुल्ली छौँ 2 जना त फर्स्ट लाइनमा भइहाल्छ आफ्नो गाडी सिक्दा अब पर्सनल गाडी हो अब यहीँ हामी धाम्रो बाटो लागिसक्यो धारोबाट खाजासाजा खाएर अब हामी बिचमा फेरि अपडेट क्लिपहरू पनि दिन्छौँ तरान हुँदै चाहिँ हामी चाहिँ अहिले फिक्कलको बाटो सरर जाँदैछौँ। एकदम रमाइलो छ मौसम, डाँडाहरू खोलाहरू एकदम रमाइलो गर्दै हामीहरू चाहिँ अगाडि बढ्दैछौँ सबैजना। एकदम रमाइलो भइरहेछ। अब हामी यसो गाडीतिर पनि रमाइलो गर्छौँ। लामो भनौँ 4-5 मिनटको 4-5 मिनट रमाइलो गरिसकेपछि पानी सानी किन्नलाई पसल आउँदाखेरि एकदम राम्रो फुलहरू देखेको भएर चाहिँ मैले यसलाई पनि क्याप्चर गरेको छु। फुलै फुलको माझमा अब हामी फेरि लाग्यौँ धुलो उडाउँदै। आमामा धेरै नै धुलो थियो, बाटो चाहिँ पछाडिबाट खिचेको तर एकदम धुलो थियो। त्यसपछि हामी फेरि रमाइलो गर्दै चाहिँ हामी आफ्नो गन्तव्यतिर यात्रामा थकित छन्, एक्साइटेड बोल्न मन छैन टोलीहरूलाई। ल केही शब्द त जाओस् केटाहरूको भनेको, केही छैन बोल्ने, केही टाइम छैन, भोक पनि लाग्यो होला, थकित अवस्थामा छ ल। हाम्रो यहाँ पर्जन दाइ चाहिँ मजाले मिलाइरहनु भएको छ। यो पनि रमाइलो हो, उहाँलाई पनि क्याप्चर गर्दाखेरि रमाइलो लाग्थ्यो। सबजना चाहिँ थकानले गर्दा होला सबजना मस्त मिलाइरहनु भएको थियो। त्यहाँ पनि रमाइलो थियो हेर्नको लागि। थकान पनि भएकोले भोक पनि लगाइरहेको भएर चाहिँ हामी यहाँ खाना उत्रिसकेका थियौँ। पानी आइरह हो, पानी कहाँबाट आइरह? पानी आइरहेको छ क्या, नुहाइदिनु भयो क्या दाइले हामीलाई। खाना खाने अब यहाँबाट अनि त्यसपछि यहाँबाट हुँदै आफै लाग्ने कुरा बुझ्यौ? उहाँ भाउजू हाँसेर हुने आँट्छ फेरि। यो भाउजूको नि खिचिदिएर हाँस्यो नि त। राम्री आँखा तिमी पिर्न गर न यहाँ। अनि कस्तो राम्री आँखा, यहाँ हेर त उमारी राम्री आँखा रे। ए भगवान यो आँखा प्लास्टिक राम्री आँखा भने छोड्दै हो भने अब भात खाने पर्जन दाइ आउने यहाँ हाँस्छु न एकचोटि। कपाल हेर न, चार्ज सक्यो, उहाँ माथि गएर गर्ने छ त। भात खाउँ भात। तिमी चाहिँ मलाई साह्रै मनपर्छ, नभाग न त्यसो नगर न तिमी होइन। के छ भने हजुरको कस्तो हुँदैछ यात्रा? अब हामी खाना खान आयो। के छ भने रविन्द्रको? रविन्द्र त एकदम रमाइलो इन्जोय लिइरहेको छ। काजी थापाको स्मार्ट दिदी फिलिङ मिसिङ अनि दिपक दाइको चाहिँ के हुँदैछ नि? कस्तो रमाइलो पानी हुँदैछ। तपाईँलाई कस्तो हुँदैछ? अनि हाम्रो उमादिलाई चाहिँ पिर परिरहेको छु म। अनि हाम्रो तिमीलाई त 2-3 चोटि भइसक्यो, त्यो पनि फेरि सोधौँ ठिक छ होइन? मेरो त झन् पुरा ठिक छ। अब यति खान्छु अनि बल्ल खानु पनि हालेँ नि। बिराल पनि खिचेँ मैले। पिर नगर बोका नै खाइदिएछ राखेर।
खाना खाइसकेपछि फेरि हामी यात्रामा भिडियोमा छ है तपाईँलाई बढी गयो तपाईँले पुरा गरिहाल्नुहुन्छ बढी आयो हामी तपाईँलाई गरिहाल्छौँ त्यति बेला एउटा गीत गाइदिनु त के भन्ने भन्न त मायालु यतै छ नि किलोमिटर लामै रहेछ यहाँबाट अनि 5 किलोमिटर यहाँबाट अब हामी यता आउँथ्यौँ ताली हरा त अहिले त ताली हराए सबै सुत्यो नि देख्नु पर्यो गाह्रो छ लाग्छ बसिराख टोलीमा झर्दैन ताली हरायो अहिले के भयो त झर्न गाह्रो छ सबैलाई साह्रै गाह्रो भयो नि त कुन ठाउँ आइपुग्यो अहिले यही त्यही बालु इलियाङ एक भालु चोक 5 थर आइपुग्यौँ बल्ल हामी बिहान हिँडेको 8 बजेदेखि धरानबाट हिँडेको भुतुक्कै भयो साथीहरू भुतुक्क भयो गाडीमा कुदेको हिजो बेलुका 5 बजेदेखि गाडी चढेँ बल्ल अलिकति बजारदेखि ठाउँमा आइपुग्यौँ हामी है त भेटघाट आज गर टोली हो ल हामी ताप्लेजुङ आइपुग्यौँ होइन त ल आहा दाजुको नम्बर लिनु न नम्बर के भन्छ अरूलाई पनि के छ ठीक छ अन्तर प्रयास जारी छ भने जाने सर चिसै रहे है यहाँ चाहिँ ल यहाँ त चिसो एकदम ठिक छ ताप्लेजुङ बस पार्क आइपुग्यौँ ट्र्याक्टर कति बज्यो होइन 4 बजे बिहान 8 बजे धरानबाट हिँडेको 4 बजे ताप्लेजुङ बस पार्क आइयो होइन यहाँ सहरमा आइपुग्यो अब चाहिँ एकछिन हामी रेस्ट गर्छौँ अब चाहिँ गाह्रो छ हो गाह्रो छ पानी आउनु पर्यो आज भोलि हिउँ पर्नु पर्यो पानी पर्ला जस्तो भइरहेको छ पानी पर्ला जस्तै छ क्या मौसमले च्यालेन्ज दिइरहेको छ आज सेडै नाच्ने भनेर हो क्या पेस टोक्ने अझ एकदम ताली परिसक्यो वहाँ मस्त पिटिरहेछ के त
पोल्ट्री गर्ने हो नि त उतापट्टि हाम्रो सामान त्यहीँबाट उता फालिदिन्छ होला नि होइन ल अब हाम्रो सामान ठ्याक्क पोल्ट्री गर्ने हो ल ओहो यहाँ बाइक बाइक झर्न आएको छ यहाँ कि बाइकमा जाने हो बाइक झार्न लाएर यहाँ चाहिँ बाइक झार्न लाग्दै हुनुहुन्छ अब हाम्रो सामान यहाँ पोल्ट्री हुँदैछ यतापट्टि पोल्ट्री भइसकेपछि पोल्ट्री भन्छ है पोल्ट्री भन्छ के भन्छ बोल्न जानिनस् तैँले भन्दाखेरि यहाँ समस्या पर्छ हाम्रो फेरि सुभाषले फेरि तैँले बोल्न जानिनस् भन्छ फेरि त्यसले त्यसलाई सम्झ्यौ नि माथि गएर अब भनेर यसो सम्झिनु पर्ला उहाँहरूलाई पब्जी खेल्नु पर्ने अब पार गरेर हान्नुपर्छ भनेर यसो सम्झिनु पर्छ अब फेरि यहाँबाट हामी माथि अब 2 घन्टा जान्छौँ होइन त्यसपछि चाहिँ बल्ल अनि ठिक हुन्छ यो गाडीमा हामी स्याट लाएर माथि जान्छौँ तल्लो फेरि भन्छन् कि के भन्छन् यताबाट चाहिँ अब हामी सबैजना आफ्नो आफ्नो गाडी चढ्छौँ र धुलो हुँदै धुलो पिठो हुँदै फेरि हाम्रो यात्रा सुरु हुन्छ फेदीसम्मको अब गाडी जहाँसम्म जान्छ त्यहाँसम्म चाहिँ जान्छौँ त्यहाँबाट चाहिँ फेरिबाट हामी त्यहाँबाट चाहिँ हिँड्दै जान्छौँ ठ्याक्क पानी परेर अहिले ठ्याक्कै रह्यो कुन ठाउँ रह्यो ठाउँ नामै थाहा छैन ठाउँको नामै थाहा छैन यहाँ आइपुग्छ हामी टोलीहरू ए यहाँ लकाएर राख्दै रहेछ अहिले पैसा हाल्ने हजुर कसैले दान गर्न मन छ भने मलाई सम्पर्क गर्नु होला म गरिदिन्छु मैले क्युआर गरिदिनु मैले तिमीलाई अहिले पनि मैले भनेको थिएँ त्यहाँ पनि धेरै नगराउने है त्यो कुरामा मैले बोकिदिन्छु भन्दाखेरि पनि अनि निफान्नु पर्छ त्यो कुरामा राति धेरै भएकोले बिहान हतार हतार उठेर हामी चाहिँ बिहानै मन्दिरको सामानहरू किनेर पाथिभरा चाहिँ 3 बजे नै लाग्यौँ हाम्रो बाटो हुँदै अगाडि बढ्यौँ दर्शन गरेर मात्रै माथि जान्छौँ हिँड्दै गर्दा बिच बाटोमा चाहिँ पाथिभराको बहिनी यहाँ पूजा गरेर मात्र माथि पूजा गर्नुपर्छ भनेको भएर हामीले पनि यता पूजा गऱ्यौँ यहाँ अलिकति पूजा गर्दाखेरि अलिकति अँधेरैमै पुगेका थियौँ किनकि हामी चाँडै हिँडेको भएर माथि फेरि 7 लाग्छ भनेर हामी चाँडै नै हिँडिसकेका थियौँ यहाँको नजारा पनि हेऱ्यौँ पूजा गऱ्यौँ र फेरि हामी चाहिँ पूजा गरिसकेपछि फेरि हामी हिँड्दै अगाडि बढ्यौँ टपरीमा उयो छ कि ल टपरी छ त ल खै म यहाँ उ गर्दैछु त
आउनु के आसम्म न यता हेरेर ल यताबाट हो ए उल्टो हो म ठिकै छ यताबाट जानु पर्दैन नि ए उल्टातिर किन म त तलतिरबाट सहिले लाएँ ल हो जाउँ 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 ल पूजा सकियो ल जाउँ यहाँ ढोनी दर्शन गर्नु नटास न दर्शन गर्नु मेरो छली छैन यता चाहिँ जुन लगाइरहेको छ होइन हिँड्दै गर्दाखेरि चाहिँ हामी माथि मन्दिरसम्म पुगिसकेका छौँ। सबैभन्दा खुसीको कुरा चाहिँ मन्दिरमा पुग्नभन्दा नि ठुलो खुसीको कुरा चाहिँ हामी तल हिउँै परेको देखेर एकदम पारिपट्टि एकदम राम्रो हिमालहरू देखेको थियो। त्यो हेर्दाखेरि एकदमै खुसी लागिरहेको थियो। झन् हिउँ खेल्न पाउँदाको त खुसी नै बेग्लै भइहाल्छ। त्यसपछि हामी यो खिचेपछि हामी माथि मन्दिरमा लाग्छौँ। एकछिन रमाइलो गर्छौँ। मन्दिर जानभन्दा अगाडि पनि एकछिन रमाइलो गरेर हामी चाहिँ मन्दिरमा पुग्छौँ। पनि राति नै परेको भएर हामी बिहान जाँदा चाहिँ ठ्याक्क हिउँहरू पनि जम्न सकेको थियौँ। त्यही पनि एकछिन रमाइलो गरेर हामी चाहिँ फेरि पूजाको सामान बोकेर गऱ्यौँ। त्यो पनि रमाइलो भएको थियो। त्यो पनि खुसी नै लागेको थियो। देखाइदिनुहोस् पारिपट्टि पनि बोलिरहेको थिएँ म चाहिँ। त्यसपछि हामी चाहिँ अब चाहिँ लाग्छौँ। सिडीहरू छ यहाँ एकदम राम्रो। सबैले घन्टाहरू भएको थियो। घन्टा बजाउँदै अगाडि हिँड्यौँ। हिँड्यो पाथिबाट छिरेको घन्टी बजाउँदा हिँड्नु त बुढो यता हेर्नु यता हेर्नु कस्तो फिल भइरहेको चिसो ल ठिक छ यहाँ भेटौँ दौडी दौडी दर्शन गर्छ होला भने उहाँलाई चाहिँ म खिच्छु एकदम राम्रो लाग्यो भने भएर चाहिँ यो चाहिँ हाम्रो पर्जन दाइले एकदम राम्रोसँग फोटोहरू भिडियोहरू खिचिरहनु भएको थियो र उहाँले नै हो यो ल्याउ ल्याउ भन्दै हुनुहुन्थ्यो। हामी चाहिँ अगाडि बिस्तारै हिँड्यौँ। उहाँले चाहिँ भिडियोहरू बनाउँदै आइराख्नु भएको थियो। एकदम राम्रो देखिरहेको थियो। सूर्य पनि झन् यो हिउँको बेलामा यो सूर्य हेर्दा चाहिँ एकदम राम्रो हजुरहरू पनि सबैजना यहाँ एकचोटि जानु नै होला।
वाउ कस्तो राम्रो देखिरहेछ। त्यही त भनेको हिमाल त टलल्ल टल्क्यो नि। ओहो तिम्रो मुहार र हिमाल त के कुरा गर्न र सर हावा चलेको बिहानको घामको उदय सट्ट लागेको हिमाल टल्केको यो जस्तो नहुनु राम्रो मजेदार सिन त किन छ सारा संसारमा। यही त हो मान्छे हेर्नको लागि जन्मिने भनेको यही हो कुरो। अनि हाम्रो दाइ पनि आफ्नो सेल्फीहरू टक्क जिल्केको खिच्दै हुनुहुन्छ, त्यो पनि एकदम राम्रो छ। त्यसपछि हामी चाहिँ अगाडि बढेर सामानहरू रेडी गर्दै पूजा गर्न जान्छौँ। त्यो ऊ तपाईँसँग छ ऊ के पुरो धुप के धुप सलाई के सलाई कहाँ खामा त यी सलाई हेर्छ बाला त जयनारायण मेरो पनि समाइदिनु त सबै किन तिमी बाल न अनि सबैको बाल्ने अनि पहिला लाइट भयो एउटा छेक्ने हो क्या सबैको एकचोटि बाल्ने होइन एउटा छेकेर बस्ने अनि बाले पनि बाल्ने एकचोटि बाल्छ ल सबैले यहाँ ढोकेर आउनु ल एकदम राम्रो आयो भिडियो पर्दैन ल अब यो भिडियो राम्रो आयो एकदम ढोग्नु पर्यो ल त्यहाँ चाहिँ गरिदिनु न यहाँ भइहाल्यो सबै मुठे बाल्नु न अघि बाले होइन फेरि बाले चम्किएको ल ओहो नि झिलिके टल्की खायो ल सुरक्षाको भयो लाइटर बाल्नु त मेरो पूजा भयो यहाँ त ल भइहाल्यो यहाँ पर्दा नि भइहाल्यो ए शिवजीलाई लाइटर बाल्नु न नि ल हो नमः शिवाय भन्ने ल सबैलाई शिवजीलाई ल त्रिशुल यहीँ चढाइदिने पर्दैन शिवजीलाई घन्टी चाहिँ माथि हो घन्टी माथि म यसो भन्नु पर्यो नि कसले नि यहीँ खानु पाउने यसो डढ्दा ठाउँ आउनु डढ्दा ठाउँ मैले तपाईँको एकदम राम्रो छ स्ट्यान्ड ल्याइन समाउनु पर्ने कता हो यता यहाँ भित्र हो कि हो यहाँ हवन कुण्ड रहेछ दिवाली थाहा कता होला यता यता प्रवेशद्वार यहीँबाट काटेर फोटो निकाल्यो नि यता छुट्ने भयो नि त फेरि घन्टी त हो नि होइन यतापट्टि यहाँ के रहेछ नरिवल फुटाउने ठाउँ यता रहेछ दिनु तिनीहरूको यही नै मूर्ति नै हेर्ने त हो हेलो हेलो ल ल ल ल यता त्यहाँ राम्रो छ है ल ल ल ल गाइस हो हामी सुरु हुँदैछ पूजा गर्ने पाथिभारा माताको। ल हाम्रो
ल फाइनली हामी फाइनली हामी पाथिभरा माताको दर्शन गरिरहेको छौँ यता अहिले सबैजना पुरै लाइनमा छन् पूजा गर्नलाई फाइनली हाम्रो पाथिभरा माता गइरहेको छ तेस्रो तान्नु दियो डस्टबिनमा हाल्यो बाल्नु त पछि आएर गऱ्यो नि हुन्छ होला यो धुप त उतै बाल्ने हो कि धुप यहाँ बाल्ने हो त्यो ती चढाइदियो रविन्द्र त्यो चाहिँ त्यो माताकोमा चढाइदियो हो हो सबैजनाले ल है गाइस यता हेरौँ सबैजनाले सुरुवाती हुँदैछ घुमेर सर्लक्क घुमेर आउँछ उल्टो भन्नु म त्यहाँ हजुर आउँदाखेरि म पूजा गरेर चाहिँ हामी अन्तिम चरणमा छौँ आरती गर्ने चरणमा छौँ आरती गर्न पनि आरतीकै हातमा छ है ल है ल सबले हेर्यो भन्नु ल ल ल ल आरती जसको नाम आरती उसको हातमै ल आरतीको बुढा पनि जाऊ ल अति नै मनमोहक दृश्य हेलो हेलो गाइस यता फोटो खिचौँ गाइस फोटो खिच्नु ल ल टोरियो ल ल ओके ल पाथिभरा माता की जय पाथिभरा माता की जय पाथिभरा माता की जय ल ल ल ल ल टोरियो पूजा सुजा गरेर टिका लाउँदै हेर नि त्यहाँ टिका आफै लाउँदा राम्रो मन्दिर कस्तो राम्रो यतापट्टिको फोटो त एकदम राम्रो हो नि त हैन तपाईको माथि गयो अनि आएर यहाँ एकछिन फोटो खिच्नु 10 मिनेट अबि कतिलाई यसो मन हजुरको माथि ल छिटो आरती मलाई नि गराइदेऊ ल ल ल आऊ हो सबैजनालाई ल
ल आऊ नरिवल पनि फटाउनु पर्यो ल मलाई पनि ल्याइदेऊ है यहाँ पूजा गरिसकेपछि हामी उता नरिवल फुटाउनतिर सबैजना फेरि लाइन लगाएर चाहिँ हामी जान्छौँ ल जाउँ ल पाता बहिनी माता कि जय ओ कस्तो राम्रोसँग फुटाउनु भयो बुढोले ल ल रविन्द्रलाई छेक्नु भयो बुढो रविन्द्रलाई छेक्नु भयो के छोडिदिनु नलानु हान्नु केही हुँदैन हान्नु ल उहाँले छोड होइन नसक्नेले ठ्याक्ठ्याकै राखेर ढोगौँ न के त्यो भन्नुभयो के देऊ उमारीलाई उमादिलाई दिनु के भयो ल चढाउनु त हो बल्ल भयो नि त ल ल तपाईँ अब यता आउनु उमादी ल थोरै चाहिँ छोडिदिनु अनि यता आउनु ल पर्दन दाईलाई छोडिदिनु उमादी यता आउनु त सुरक्षालाई सक्छ सक्छ हामीले फुटाउनु हुँदैन र नि त अनि केटी मान्छे होइन रविन्द्रले त्यही छोडिदेऊ नि त एउटा लगे भइहाल्यो नि तिमीलाई लैजाऊ केही फरक पर्दैन छुट्टै बनाऊ त चढाएर लैजाऊ कि केही हुन्न थियो पर्दन दाईको छोडिदिउ न ल पर्दन दाईको यता आउँछ ल साली फुटाइदिनुहुन्छ कि भइहाल्यो प्यान नझर्ने कि कोही त ल उसलाई दियो पानी चढाउन पानी खायो नि हुन्छ पानी आज तपाईँ त बलिदिन त के हो यस्तो खायो हुन्छ हजुर पाना सिध्या परेछ ल ठिक छ हाम्रो यहाँ पर्जन दाईले चाहिँ अलिक धेरै फोटो खिच्या भएर हामी सबैजनाले यो पर्जन दाई भन्दै चाहिँ कराइरहेछौँ है त्यो पनि एकदम रमाइलो भइरहेको थियो पर्दन दाई हेरी के भन्छ मान्छे आवेला अब चाहिँ मेरो पालो भयो म पहिलोचोटि चाहिँ हिउँ खेलेको त्यही भएर म त एकदम खुसी भएर लटर हिँडिरहेको छु लटर हिँडिरहेको छु त्यो पनि ठिकै छ अनि हामी चाहिँ अगाडि यसो खिच्दै चाहिँ रमाइलो भयो रमाइलो गर्दै राम्रै हिउँ परेको थियो अलिअलि राम्रै परेको थियो एकदम सही टाइममा चाहिँ गएको थियो हामीहरू चाहिँ अब चाहिँ एकदम रमाइलो गरेर अब हिउँ लाग्छ हुन्छ हेर्नु सबै गाइराख त मलाई चाहिँ नहान्नु जाडो हुन्छ आउँछौँ खेल्ने काम कति लाग्छ खेल्ने काम कति लाग्छ चाहिँ जाडो पर्छ अनि फेरि डेन्जर गाह्रो हुन्छ नि यो भिडियो खिचिराखेको यो युट्युबमा हाल्यो बुढो बुढो भने भाइ बिहार रहेछ भन्दा नि यसको त्यहाँ कोही केटीहरूले यसो लाइक साइक गर्ने बेला आउनु छिटो जाडो भयो